नगरिकन भिडियो हाल्दैछ नगरिकन भिडियो हाल्दैछ घामले त डेन्जरै डढिएको छ। हेलो गाइस, गुड मर्निङ सबैजनालाई। आज धेरै पछि वेलकम तपाईँहरूलाई मेरो ब्लगमा। आज चाहिँ हाम्रो यहाँ कोरियामा आइतबारको दिन सन्डे बिदा भएको कारणले आज चाहिँ टक्क भिडियो बनाउनु पाइरहेको छ होइन। त्यही भएर अब आज चाहिँ हामी फाइनल्ली उता के अरे हाम्रो कम्पनीमै खाना खान जाँदैछौँ। कम्पनी चाहिँ पर्तिर छ, त्यही भएर आज सानो ब्लग बनाऊँ भनेर आएको। फाइनल्ली हाम्रो चाहिँ रेडी पनि भइसकेको छौँ। अब हामी चाहिँ निस्किनु लागेको होइन। यहाँ हाम्रो साथी सुन्दर सिनुन पनि रेडी भइसक्नु भएको छ। हाम्रो चाहिँ आज हाम्रो चाहिँ कम्पनी जाँदाखेरि खोइ त तिमीहरूको कहाँ लग्यो मैले मेरो ओइ तिमीहरू खोइ त के पैसा पनि कता गयो ए यहाँ रहेछ। फाइनली हामी चाहिँ कम्पनी जाँदाखेरि यो कार्ड पनि बोक्नु पर्ने हुन्छ क्या। यो बिना चाहिँ अब छिर्नु पनि दिँदैन, खाना पनि पाइँदैन होइन। यो चाहिँ अवश्य लगेर जानुपर्छ। तिमीले बोक्यौ यस्तो कार्ड बोकेन होइन? हामी यस्तो कार्ड पनि बोकेर हिँड्नुपर्छ होइन। अब केटाहरूले अलिकति पैसा पनि बोक्नु भन्दैछ, पैसा नि बोक्ने हो। केही किन्नु पऱ्यो भने काम लाग्छ होइन, त्यो ठिकै हो। ल अब हामी चाहिँ हिँडिसक्यौँ गाइस। फाइनल्ली अब रेडी पनि भइसक्यौँ। फाइनल्ली हामी चाहिँ आइसक्यौँ है टक्क। आज सबै आइतबार हाम्रो आइतबार बिदा चाहिँ आज के गर्छ यस्तै बित्दै भयो। अरू चाहिँ कता जान्छ घुम्नु होइन। हामी चाहिँ यहीँ के ल हाम्रो जाने बाटो चाहिँ अब यहीँबाट जाएर हामी कुन चाहिँ हाम्रो कम्पनी चाहिँ यो सब बाहिरको हाम्रो यो कम्पनी हो। लगाइछ लाग्यौँ है त। अब हामी हाम्रो चाहिँ यहाँ कार्ड छुवाउनु पर्ने हुन्छ होइन। फाइनल्ली टक्क यहाँ कार्ड छुवाउनुपर्छ फेरि। ओइ भएन त भयो होइन अनुहार देखाएपछि। फाइनली हाम्रो चाहिँ टक्क कार्ड पनि छिरेर हामी भित्र छिरिसक्यौँ। हाम्रो कम्पनी यही हो क्या, डेन्जर ठुलो छ क्या। यहाँ लगभग यहाँ बसमा हिँड्नुपर्छ होइन। आज हामी चाहिँ आफैले हिँडिरहेको छौँ र केही भएको छैन। कस्तो आफैले हिँडिरहेको छु अनि आज बस छ त कसले हिँड्छ त आफैले नै होइन। मतलब अरू बेला त बसमा हिँड्नुपर्छ नि। यहाँ बसमा किन हिँड्ने हो र? बसमा चढ्ने हो नि। यस्तो गार्डन यस्तो डेन्जर सजाएको छ कि कहाँबाट हाम्रो हिँड्ने लाइन तलबाट कहाँ त्यस्तो हुन्छ। यहाँ सजावट हेर्न सक्नुहुन्छ क्या होइन। हाम्रो यो के हो क्या यस्तो होइन। यहाँ मान्छे नि बस्नु दिँदैन क्या, यस्तो कडा छ कि यहाँ होइन। मान्छे नि बस्नु दिँदैन। हाम्रो भाडा साडा छैन, त्यही भएर नेपालमा भए यहाँ होइन कति मान्छेहरू डेटिङ बसिरहेको थियो होला। तर यहाँ त्यस्तो छैन। यहाँ त लखेडी हाल्ने हो क्या, त्यस्तो उ नै हुँदैन। यहाँ रुखहरू सजाएको हेर्न सक्नुहुन्छ क्या। रुखहरू यस्तो सजाएको छ कि होइन, यस्तो सजाएको छ कुरै गर्नु पर्दैन होइन। यहाँ छिर्नु पनि दिँदैन। जस्तै यो हाम्रो कम्पनीको मान्छे बाहेक यहाँ कोही छिर्नै दिँदैन कि। अघि देख्नुभयो होला यहाँ कार्ड छिराउनु पर्ने। कहाँबाट जाने हामी? यताबाट जाने? यताबाट हिँड्दै गरौँ। अनि यता बस जान मिल्दैन होला भन्दा पनि मिल्छ मिल्छ। तर यता अलिकति साइडमा चाहिँ हिँड्ने बाटो छ। हामी चाहिँ कम्पनी धेरै भित्र नै पुगिसक्यौँ। हाम्रो कम्पनीभित्र चाहिँ फुटबल ग्राउन्ड, भलिबल ग्राउन्ड सब छ क्या होइन। जस्ट खेल खेल्नुको लागि चाहिँ यहाँ कुनै कमी छैन क्या, देख्न सक्नुहुन्छ होइन। यो पर चाहिँ हाम्रो पुरै त्यो फुटबल ग्राउन्ड होइन। यता यो सबै हाम्रो खिचुक्साहरू होइन, होस्टेलहरू देख्न सक्नुहुन्छ। यहाँ त कोही हिँड्दैन क्या। आज आइतबार हो, यहाँ ओटी गर्ने मान्छे हिँड्छ होला, नत्र सायद कोही हिँड्दैन क्या। अब हामी चाहिँ यहाँ भित्रबाट छिरेको छौँ। यही हो। अब टाइम लाग्छ आज धेरै नै। 12 यहाँको चाहिँ 12 बजिसकेको छ होइन। नेपालमा चाहिँ कति बज्यो? यति बेला 9 बज्यो होला सायद। 12 देखि 1 बजीसम्म चाहिँ खुल्छ होला। अनि अब हाम्रो त्यतिखेर त बन्द गर्ने बेला बन्द भयो भने त खाना कहाँ खाने एउटै हुन्छ फेरि। अब कहिले चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ कसरी सजाएको छ ढुङ्गालाई होइन। ढुङ्गालाई कसरी सजाएको छ ल, यस्तरी सजाइदिएको छ क्या ढुङ्गालाई चाहिँ। अब रुखहरू यस्तो छ होइन। रुखहरू यस्तो सजाउँछ कि यस्तो सजाउँछ है, कुरै नगरौ क्या मा। ठाउँ त अर्ग्यानिक छ क्या। कम्पनीभित्रको ठाउँ चाहिँ अर्ग्यानिक छ। केटाहरू उपर पुगिसक्यो। मलाई छोडेर केटाहरू मलाई छोडेर पुरा पर
पर रनिङ गर्दै कुद्दैछन् होइन म चाहिँ एक्लै लुखुर लुखुर हिँड्दैछु एक्लै केटाहरू भोकले आतुर भइसके भोकले चाहिँ मुसा दौडे होला केटाहरू बिहानदेखि केही खाएको छैन भन्नाले पनि कफी खाएर हिँडेको छौँ भोक त अलिअलि लागिरहेछ त्यस्तो केही असर त परेको छैन त्यसमा चाहिँ यो आज बिदाको दिन सबै हाम्रो फान्जाङ टिमहरू पनि छुट्टीमै हुन्छ प्रायः त्यही भएर गाडीहरू उनीहरूको यतातिर देख्न सक्नुहुन्छ यो सब कम्पनी सब काम गर्ने ठाउँ हो क्या यो कम्पनीहरू सब देख्न सक्नुहुन्छ सब ठाउँ काम गर्ने यो हाम्रो यो काम गर्ने ठाउँहरू यो छुट्याउनु सकिँदैन कि आफूले कहाँ काम गर्ने भने डिपार्ट नै थाहा हुँदैन भने त्यस्तो डेन्जर छ केटाहरू चाहिँ पर पुगिसक्यो फेरि मलाई छोडेर अनि दगुर्नु पर्ने हुन्छ ल हामी चाहिँ फाइनल्ली रेस्टुरेन्टमा आएर होइन खाना पनि दरक दिइसक्यौँ है आजको डिसहरू त डेन्जर छ त है खिम्ची चाहिँ है कुरियाको खिम्ची भन्ने चाहिँ यही हो होइन आज यो के को मासु हो सुन्दर मासु के को आज आज बिदाको दिन चाहिँ हाम्रो यही रेस्टुरेन्ट मात्रै खुल्ला हुने रहेछ होइन खुल्ला अरू कुनै नहुने रहेछ यति हो खुल्ला हुने हाम्रो रेस्टुरेन्ट चाहिँ हो देख्नु सक्नुहुन्छ अब चाहिँ हामी पनि फाइनल्ली खानुपर्ने हुन्छ भोक लागिरहेछ तर होइन अब हामी पनि खान थाल्छौँ पासा ठिक छ नि होइन ज्याम 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 एकदम होसियार भएर खै फेरि बिग्रेर म गरौँ फेरि खतरा रहेछ चुवाचोको मासु जस्तो लाग्यो के हो चुवाचोको सुँगुर जस्तो लाग्यो जस्तो दामी छ अरू भन्दा चाउचाउ नि ठिकै रहेछ आज है पिरो पिरो है नेपाली चाहिँ हालेर त्यही खिम्ची हालेर खिम्ची हो छ बरु यसरी एउटै शिक्षा राख्यो भने ठिक हुन्छ है तब त ठान्डा गएर हुन्छ के खाने के हालेर बुढियाको डेन्जर बुढियाको चलेको भनेको चाहिँ है खिम्ची हो बुढियाको डेन्जर चलेको चाहिँ यस यो बिना त खानै रुच्दैन हौ जस नेपालमा अचार बनाए जस्तै बराबर खिम्ची भएन नि मुलाको खिम्ची भन्छ फाइनली हामी चाहिँ खाना पनि खाइसक्यौँ होइन हाम्रो कोरियाको सिस्टम पानी खाने चाहिँ डेन्जर छ क्या त्यस्तो गर्ने अनि त्यसपछि यहाँ खाने होइन चिसो रहेछ अनि टक टाइम पनि सक्यो अब हामी चाहिँ लाग्यौँ यो होस्टेल कहाँबाट जाने केटा माथिबाट जाने कि तलबाट खानासाना खाइसकेर अब लागिसक्यो भएर फेरि अब यहाँबाट घुम्दै 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 जाने हो टक्क मास्टर चाहिँ भलिबल खेल्छ भरे बेलुका चाहिँ टक्क भलिबल खेल्न आउने होइन यहाँ टक्क भरे बेलुका फेरि भलिबल खेलेर त्यसपछि खाना खाएर जाने हो भलिबल सलिबल टक्क खेलेर खाना खाने अनि त्यसपछि रुम जानुपर्छ नजिकै छ जस हाम्रो कम्पनीभित्र चाहिँ सबै सुविधा दिएको छ र मात्रै हो जस किनेर खानु चाहिँ केही पर्दैन होइन यति भएपछि भइहाल्यो नि घामले त डेन्जरै डढिएको छ यो बिरुवाहरू चाहिँ अब यो बर्खायाममा यो बिरुवा चाहिँ खतरा हुन्छ क्या यहाँ चाहिँ होइन अब लगभग जेठ असार अब असारतिर चाहिँ यहाँ यस्तो राम्रो हुन्छ कि यो बोटहरू फुलेर है कुरै नगर्दा हुन्छ अनि यहाँको यो बाँस हेर्नु गाइस बाँस चाहिँ यस्तो दामी छ कि यहाँको होइन हाम्रोतिर त जस बाँसै निकाल्नु सक्दैन क्या घाँसहरू यहाँको बाँस यस्तो छ कि है चिन्दैन भने यार म त बुढा भनेको यो बाँसलाई है हेर न ल
यहाँको मलाई बास मन पऱ्यो क्या साथीहरू यार लास्टै क्या होइन म त यो त हाम्रो गाउँको त मुला निकाल्नै सकिँदैन नि यो त हेर न के मजाले छुट्टिएको छ क्या यो त गुटमुटे हुन्छ नि त अनि यो कस्तो आल्चाको जस्तै बोट देखिरहेको छ अहिले मर्दा छैन यो अब यो जेठ असारतिर यो यस्तो राम्रो हुन्छ कि यो बिरुवा होइन पानी परेपछि अब पानी पर्ने समय भइसक्यो नि त पानी पर्ने समय भइसक्यो पानी परेपछि यस्तो राम्रो हुन्छ कि यो बिरुवा होइन यहाँ ठाउँै चिन्दैन क्या बिएलले गर्दा ठाउँ चिन्दैन मलाई पनि त्यस्तै लागिरहेको छ कि फेरि ठ्याक्कै के यो मान्छेलाई चिन्न सक्नुहुन्छ यो मान्छे भाइरस मान्छे हो भाइरस मान्छे हो ए सरी बापरे हाम्रो कम्पनीभित्र चाहिँ यस्तो पनि रहेछ क्या डेन्जर रहेछ है डेन्जर रहेछ टक्क भ्यू चाहिँ खै ऊ पर यस्तो दामी छ कि है पोखरी चाहिँ यस्तो सफा हुन्छ क्या यहाँको पानी र सब भित्र सब देखिरहेको छ भने छ्याङछ्याङ त्यो जस कम्पनीभित्रै घुम्नु चाहिँ रमाइलो छ है यत्तिको चाहिँ हुनु पऱ्यो क्या कम्पनी पनि होइन भोलि दिन त फेरि कामले गाड मस्किहाल्छ अब घुम्ने सुन्ने अझै हो यताउता हेर्ने छैन शीतल हावा खाने अझै हो भोलि पर्छ त्यो कति मजाले घुमाएको है त्यत्रो पानीले है कहीँ घुमाइरहेको छ क्या घट्टा बनाउनु पर्ने खालको रहेछ फुलहरू चाहिँ यस्तो दामी दामी छ कि फेरि यतातिर डेन्जर डेन्जर छ फुलहरू फेरि रुखहरूलाई कस्तो मजाले सजाएको छ है नि त्यो पानी चाहिँ कहाँबाट झरेको रहेछ यहीँ मुहान पलाएको त होइन होला पक्कै उता कस्तो मुहान त फुट्दैन त्यतिर पक्कै त्यतिर के त कतै के छ ल अब हामी चाहिँ निस्किने बेला भइसक्यो अब हाम्रो टक्कै त्यतिर यसो बस्ने ठाउँहरू रहेछ एकछिन बसेको अब हामी चाहिँ यहीँबाट निक्लिन्छौँ यो साइडबाट निक्लिन्छौँ हाम्रो गेट पनि आइसकेको छ अब हामी चाहिँ फाइनली रुम पनि आइपुगिसकेको छौँ अहिले चाहिँ यसो आराम गरिरहेको छौँ केटाहरूले पर पुरा फोटो खिच्ने प्रोग्राम भइरहेको छ हाम्रो साथीहरूको खानासाना पनि खायो अब झप्प गएर रुममा गएर आनन्द लिने अनि भोलिदेखि झ्याप काम हाल्ने हो केटाहरू आज फ्रेस भइरहेको छ जस गइरहेको काम त्यस्तै हो हाल्नै पऱ्यो छुट्टीमा बस्नै पऱ्यो अब त्यस्तै हो टक्क ल अब अर्को आइतबार भेटौँला अर्को आइतबार भ्लग आउँछ अब बिदा पनि हुँदैन होइन भ्याउँदैन पनि हामी चाहिँ अब खानासाना खाएर रुम आइपुग्यौँ अघिकै ठाउँमा आइपुगिसक्यौँ अब आजको एकदम सर्ट भ्लग भन्दा नि हुन्छ एकदम छोटो सानो भ्लग चाहिँ आज यतिमै इन्डिङ गर्न चाहन्छु नेक्स्ट सन्डे भेटौँला होइन सुन्दरसी के भन्न चाहन्छु म त भेट्न चाहन्छु मेरो साथीले आज फर्स्ट भिडियो हाल्दैछ अलिकति सब्सक्राइब बढाइदिनु पऱ्यो भन न यार मेरो साथीले चाहिँ एकदमसँगले मेहनत नगरिकन भिडियो हाल्दैछ छैन रे मेहनत छैन रे मेहनत गर्दैछ पार्कतिर गएर मेरो भिडियो खिचेको सो त भाइरल हुन्थ्यो मान्छे टिकटकको भाइरल है फेरि सबैले सुन्दर बस्ने भनेर सर्च गर्नु होला टिकटकमा भाइरल गाइज हामी टक्क आफ्नो रुम पनि आइपुगिसक्यौँ होइन रुम पनि आइसक्यौँ अब टक्क एकचोटि कम्पनी बेलुका खाना खानु मात्रै जाने हो अहिले चाहिँ हामी रुम आएर पनि आराम गरिसक्यौँ होइन त मेरो पाखा छ अब ब्लग नेक्स्ट सन्डे एकैतालमा भोलिदेखि त काममा गाड मस्किन्छ भोलिदेखि ल गाइज नेक्स्ट सन्डे भेटौँला है त